छुँदा च्वाट्ट पोल्ने हल्का बिरेनुनको बास्ना आउने पहाडको कुना कन्दरामा पाउने। आउनुहोस् सँगसँगै यात्रा गरौँ प्राकृतिक तातो पानी कुण्ड सिमकोस बगराको। धौलागिरीको पाउमा अति सुन्दर ठाउँमा निश्चल निर्मल झरनाको काखमा कहाँबाट कसरी निस्कियो तातो पानी यो गाई चर्ने पाखामा। म्याग्दी सदरमुकाम बेनीदेखि केही पक्की र केही कच्ची सडक हुँदै करिब 3 घन्टा बस या गाडीको यात्रा र 1.5-2 घन्टा पैदल यात्रापछि पुग्न सकिने यो ठाउँ प्राकृतिक र आयुर्वेदिक उपचार पद्धतिले पूर्ण मानिन्छ। हामीले यो यात्रामा भुल्नै नसकिने एक यात्रीको साथ पायौँ। अझ भनौँ गुरु यात्री प्रकाश पाण्डेको न्यानो माया र आत्मीयताको आभास पायौँ। यात्राको पहिलो दिन हामी उहाँकै निवासमा ठहरियौँ र भोलि बिहान सबेरै फर्किएर हामी हाम्रो गन्तव्यतर्फ लाग्यौँ। हाम्रो गन्तव्य सिमकोस बगरा। सबै कुरा आउँछन्, केही पनि चिन्ता नगर। नाउरामा रहेका 2-4 घरहरू छिचोल्दै हामी हाम्रो यात्रालाई अगाडि बढायौँ। धौलागिरी पदमार्ग अन्तर्गत यो नाउराको भिर पदमार्गलाई निकै जोखिम पदमार्ग मानिन्छ। यहाँ मानिसहरू पहिले झुन्डिएर यात्रा गर्नुपर्ने बाध्यता थियो। अहिले भने यातायातले निकै सहज बनाएको छ। म्याग्दी खोलाको अजङ्गका 2वटा पहाडको बीचमा मङ्गला नदी यानि कि म्याग्दी नदी सललल बगिरहेको दृश्य देख्न सकिन्छ। यो हो नाउराको जोखिमयुक्त भिर। हामी यी पहाडहरूसँग लुकामारी खेल्दै खेल्दै अगाडि बढ्यौँ र केही समय अगाडि पुग्यौँ नजिकै झरना रहेको अस्थायी रूपमा रहेको झरना होटेलमा। अब भने हामी यो बस्ती अन्तिम बिन्दु गाडी जाने मोटर बाटो भएको अन्तिम बिन्दुमा पुग्यौँ। सिमकोस बगरा। यही हो सिमकोस बगरा। सक्ने ठाउँ जतिको अन्तिम ठाउँमा चाहिँ आइपुग्यौँ। हामी चाहिँ आइपुग्यो र हामी जाने चाहिँ उता हो यो पहिरो। अब भने हामी हाम्रो गाडीलाई बिदाई गरी खुट्टाले हिँड्ने बाटोमा अगाडि बढ्यौँ र हिँड्दैछौँ यो उकाली चढ्नका लागि। मोटर बाटो खनेको रहेछ होइन यो के हो? हात्ती लासमा हात्ती, घोडा लासमा घोडा, चेली साकर केटा कमरा इनाम दिनु बुवा कोही मार सकन थाहा कि चलो जो लागो त भनेर मारा तब भुन्छु जब त बाटो मौनी महारा खर्चाल दोधी करकी बोरा चार पुरा सगरमा वार्ताका छोरा जोलै थियो म। के रे कुन ठाउँ रे यो? सिमकोस बगराको नेचुरल हट वाटर तातो पानी। जाने क्रममा बाटो यस्तो छ, उकालो छ। ल है साथीहरू, अब चाहिँ हामी उकाली चढ्दैछौँ, अगाडि बढ्दैछौँ। यो सुन्दर प्रकृतिको छुट्टै आनन्द लिँदैछौँ। आउनुहोस् तपाईँहरू पनि हामी सँगसँगै। महाराष्ट्रमा सृष्टि महाराष्ट्रमा कार्की सङ्ग्राम थियो जस्तो सही भगत डेन्जर छ नि सर बाटो त। डेन्जर बाटो हिँड्नु त रुख त अमलाकै जस्तो छ।
पात हामी चाहिँ धौलागिरी हिमालको फेदीमै आइपुगेका छौँ र यहाँ तातो पानी सिमकोस बगरको तातो पानी प्राकृतिक तातो पानी यो चाहिँ छ अनि हामी चाहिँ यो विकास नभएको यसको प्रचार प्रसार नभएको भनेर पनि आएका थियौँ। हामी यहाँसम्म त आयौँ तर यो हामीले समय उपयुक्त नभएको कारण गरेर साउ बगाएछ त्यहाँ। यो डाँडाको नाम के अरे? बयल डाँडा। बयल डाँडामा आएका छौँ। एकैछिन बयल डाँडामा बयलियौँ हामी पनि, केही फोटाहरू खिच्यौँ, केही भिडियोहरू बनायौँ अनि हामीले देख्यौँ। हेर्नुहोस् त पारी के देखिएको छ। हो साथीहरू, अब हामी यही जाँदैछौँ यो झरना अनि झरनाको छेउैमा रहेको तातो पानी कुण्ड। तर त्यहाँ जानका लागि पुल छैन, साङ्गु छैन। हामीले आमासँग सोध्यौँ कसरी जान सकिन्छ, पुल पनि बगायो, साङ्गु पनि बगायो। अब विकल्प त केही त आउला नि। हाम्रो यात्रा हामीले छोट्याएनौँ, हामी पुनः अगाडि बढ्यौँ। खोलाले साङ्गो बगाइसकेपछि यहाँ चाहिँ यो म्याग्दी खोलामा हामी चाहिँ अहिले पौडेर तर्न गइराखेका छौँ साथीहरू। एकातर्फ उस्तादजी र अर्कातर्फ प्रकाश पाण्डे सर मिलेर मलाई सँगसँगै खोला तार्नुभयो। हामीले केही कपडाहरू र मोबाइललाई चाहिँ माथि राखेर तार्यौँ। गहिरो म्याग्दी खोला थियो तर पनि साथीहरूको साथले गर्दा सजिलैसँग पार गर्न सक्यौँ। खोला तरेर गएको 2-4 मिनटमा नै हामी लुकेर रहेको तातो पानी कुण्डमा पुग्यौँ। यता नुहाएपछि यो ठाउँमा नुहाएपछि चाहिँ शरीरको रोगहरू सबै यसले चुस्ने भएन। ग्यास्ट्रिक गानो होला, ग्यास्ट्रिकहरू सब खाली भएन। गानो होला, मर्केको सड्केको ओहो पसिनामै हुने रहेछ। ल हामी चाहिँ अहिले यो तातो पानी म्याग्दीको तातो पानी भन्ने ठाउँमा आइपुगेछौँ। यसो धेरै विकट ठाउँमा छ माथि र अगाडि आउनु त यहाँ झरना छ। अगाडिपट्टि अगाडिपट्टि आउनुहोस्, यतै आउनुहोस्। अगाडिको झरना हो, अगाडितर्फको चाहिँ यो झरना अहिले हामी जान्छौँ। क्यामेरालाई माथि गर्नुहोस्, माथि गर्नु क्यामेरालाई। हो झरना, सुन्दर झरना हेर्दै प्राकृतिक तातो पानी को मजा लिनका लागि सिमकोस बगेर हो। पोस्टर सन्यासी पनि हुनुहुन्छ, यहाँको स्थानीय टिचर पनि हुनुहुन्छ, ड्रामा पनि सिकाउनुहुन्छ होइन? हो ल ठिक छ। त्यो ताकम भन्ने ठाउँमा हुनुहुन्छ। अब हामी कुनै समय फेरि ताकममा पुग्छौँ र त्यही अनुसारको चाहिँ हामीले फेरि अर्को क्याप्चरहरू गर्छौँ। ल